हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म धेरै पछि तपाईँहरूलाई भ्लग लिएर आइरहेको छु होइन। मेरो भ्लग चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला र मन परेमा लाइक कमेन्ट र सेयर प्लस सब्सक्राइब पनि गरिदिनु नभुल्नुहोला भन्दै आज चाहिँ म कोदो रोपाइको भ्लग ल्याउँदैछु साथीहरू होइन। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यहाँ हाम्रो चाहिँ च्वाच बहादुर च्वाचेको खोर हो यो। हाम्रो च्वाचे छ यहाँ र अर्को हेलो हेलो घ्वाक घ्वाक ओए घ्वाक घ्वाक यता निस्के यहाँ हेर त्यो थुत्नाले थुत्नु ए हे यहाँ आइज के खोज्दैछ यसले चाहिँ के खोज्दैछ होइन। यसले चाहिँ पुरा खोदाल्दैछ यहाँ के खोज्दैछ यसले चाहिँ ओए के खोज्दैछस् के खोज्दैछ आम्मो खाँदैछ कि पुरै खाँदैछ गाइस खाँदैछ। यहाँ हाम्रो चाहिँ काँक्राको फुलहरू फुलिरहेको अवस्था पहिले फलेर खाइ पनि सक्यो होइन गाइस यस्तै छ। आज चाहिँ कोदो रोप्नु पर्नेछ। यहाँ चाहिँ हाम्रो लोकल टमाटर हामी चाहिँ बेलाउती भन्छौँ होइन बेलाउती भन्छौँ गाइसहरू यस्तै छ होइन। आज कोदो रोप्नु पर्ने अवस्था। ए हाम्रो परेवा त्यहाँ बसिरहेको अवस्था परेवा यो त्यहाँ बसिरहेको छ है हाम्रो परेवा। घरमा परेवा छ कसैलाई चाहियो भने सम्पर्क गर्नुहोला। र यहाँ छ हाम्रो रुद्राक्षको रुख। यहाँ एउटा दुईवटा तिनवटा चारवटा रुख छ जम्मा यहाँ चारवटा। यहाँ परको यो बिजुलीको पोलले चाहिँ तारले चाहिँ यहाँ छुइनु आँटेको छ। यो डेन्जर छ गाइज होइन। र अर्को पनि छ है अर्को साइडमा छ। म अर्को साइडमा तपाईँहरूलाई देखाउनेवाला छु है त देखाउनेवाला छु। अर्को साइडमा कति धेरै फलिसकेको छ इस यहाँ छ गाइज। यहाँ हाम्रो नरिवलको रुख छ। यो नरिवलको सुपारीको पनि छ। र यहाँ छ गाइज यो हाम्रो रुद्राक्षको बोट। यहाँ फल्दै पनि छ फल्दैछ है। झ्याप्प 21 मुखे फल्दे त त्रिपाठ फल्दे त हुन्थ्यो होइन। यो एउटा छ अनि अर्को पनि छ क्या गाई चाहिँ अर्को पनि छ। अर्को अझै दुई तिनवटा छ ऊ पर छ यो घरदेखि अलिक पर यो साइडमा छ हाम्रो रुद्राक्षको रुख। मालामाल फल्दैछ आमामामा ऊ फलेको गाइज फलेको होइन फलिराखेको छ गाइज है। अनि मैले रोपेको अशोकको बोट यस्तो भएको छ गाइज। यो अशोकको बोट मैले रोपेको इस्यो सिधा माथि जुङ्रिङ्ग पऱ्यो क्या। यो त तल तल डाला तल तल हुनुपर्ने अशोकको बोट होइन यस्तो भएको। मैले चाहिँ यति खने है त यति खन्दाखेरि मेरो पसिनाको कमाइ खान गाह्रो छ होइन त्यति हो। त्यहाँदेखि यति रोपिसकेर चाहिँ यो माथिल्लो गरेर उक्ल्या हो। त्यहाँदेखि यो गर त्यहाँदेखि अर्को गर त्यति गरेपछि सक्यो हाम्रो कोदो रोपाइ। ल मिस मेरो भ्लगमा स्वागत छ। के गर्नु आकी कोदो रोप्नु आकी खोइ त कोदोको बिउ कहाँ छ कोदोको बिउ खाइ कोदोको बिउ ब्यागमा छ। खन्न चाहिँ खनिसक्यो। अब कोदोको बिउ उखाल्न जानुपर्ने अवस्था छ। उखालेर आउँदासम्म घामले यो फेरि सुकाइदिन्छ होला भन्ने कुरो हो होइन। अब कोदोको बिउ उखाल्न जाउँ है। हामी चाहिँ कोदो रोप्न आएको तर बिउ नै छैन। खनिसक्यौँ बिउ आइपुगेन। म चाहिँ खन्न लागेको छु है गाइज। अझ यस्तो घाम लागिरहेछ यो कोदालीले चाहिँ कम खन्नुपर्ने हुन्छ कसरी। कोदो रोपाइ कि आज हामी यो गरा यति छ। अब यतिदेखि यति बाँकी छ
सकिएला त सकिन्छ कि सकिँदैन गाइज अन्तिसम्म हेर्नु होला हामी के सक्छौँ मिस ओ मिस सकिन्छ कि सकिँदैन गाइज अन्तिमसम्म हेर्नु होला है हामी यो गोरा चाहिँ सक्छौँ कि सक्दैनौँ आज हाम्रो चाहिँ सक्ने च्यालेन्ज छ बुढाबुढीको पुरै च्यालेन्ज यो गोरा सक्ने भन्ने होइन हामी चाहिँ अब बिउ उखाल्न जाँदैछौँ है त कोदोको बिउ साथीहरू हेर्नु होला यहाँ हाम्रो म्याडमजी आउँदै हुनुहुन्छ म अगाडि लखर लखर बाटो छ यस्तो ढुङ्गामा प्लित्तै लडियो भने फेरि र यो अब चाहिँ हामी आइपुग्यौँ यहाँ टक्कसँगले बिउ यहाँ छ बिउ कोदोको बिउ यति बाँकी छ अब यतातिर ओहो यो चिज यसलाई के भन्छ गाइस तपाईँहरू के भन्नुहुन्छ होइन यो पाकिरहेछ है यो पाकेको चिजलाई के भन्नुहुन्छ अब यो त खानै पर्यो गाइस खानै पर्यो होइन यो खानको लागि म रुखमा चढ्नुवाला छु म है त चढेर झार्नुपर्ने हुन्छ आमा यहाँ चढेँ यहाँ माथितिर छ माथितिर टन्नै छ अब म त्यसलाई टिप्नेवाला छु है त गाइड कस्तो दामी हावा चलेको आहा यहीँ रुखमै बसिराखौँ क्या हो बिउ नखाली म चाहिँ अहिले टपमा पुगिसकेँ अझै टपमा पनि छ माथि टन्नै खासमा म चाहिँ यो टिप्छु भनेर आएको के यो टिप्छु भनेर आएको हो टिप्दै यसलाई पकेटमा राख्नुपर्ने हुन्छ तर कस्तो अलिक मोबाइल फेरि खस्छ कि भन्ने डर हो होइन यस्तो गरेर चाहिँ पकेटमा राख्नुपर्ने हुन्छ अरू कहाँ छ यहाँ छ यस्तो गाई चाहिँ एउटा यस्तो माडेर खानुपर्छ यस्तो दामी हुन्छ नि यो दामी हुन्छ कि दामी माडेर खाएपछि गुलियो हुन्छ यहाँ पनि छ म देखाउँछु होइन चट्ट तरिकाले यति धेरै ल्याउन सफल भए गोजीमा अझै छ है यसको नाम पँधेल भन्छौँ हामी चाहिँ यति चाहिँ उखालियो 11 मुठा छ यहाँ अब 11 मुठा उखालेर यो गरा चाहिँ आज सक्ने भन्ने प्लान थियो ठ्याक्कै यतिसम्म रोप्यो रात पऱ्यो यति बाँकी रह्यो यति एरिया थोरै एरिया बाँकी रह्यो जसमा चाहिँ बिउहरू 5-6 मुठा उब्रियो भने यस्तो हामीले रोप्न सकेनौँ च्यालेन्ज पुरा गर्न पाएन आज एउटा गरा चाहिँ फुल च्यालेन्ज हानेको सकिन्छ भनेर तर सकिएन बिउसिउ यति उब्रियो थोरै त्यहाँदेखि यति थोरै 20 मिनट जति टाइम भएको भए रात परि गयो होइन त्यही भएर बिउ पनि उखाल्नु पऱ्यो यताउता गर्दा रोप्नै पाइएन ल आजको भिडियो कस्तो लाग्यो होइन र भिडियो पनि राम्रोसँग खिच्न चाहिँ पाइएन किनभने अब ट्राइपड पनि थिएन त्यही भएर हातमा हिलो त्यही भएर मैले भिडियो पनि खिचिनँ र आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट गरेर सब्सक्राइब गर्नु होला भन्दै नेक्स्ट भिडियोमा भेटौँला बाई बाई साथीहरु